जापानको गर्मीले चाहिँ ज्यानै सकाउँछ जस्तो लागेको मलाई चाहिँ। हाई एभ्रिवान, इट्स मी कोमल। म चाहिँ जापान टोकियोमा बस्छु अनि स्वागत छ तपाईँहरूलाई मेरो डेली ब्लगमा। साथीहरू, हिजो र आज चाहिँ म अलिक बिजी भएको भएर चाहिँ धेरै ब्लग हाल्न पाएको छैन। मैले चाहिँ कम्तीमा पनि दिनमा 3वटा जति ब्लग हाल्छु सोचिरहेको हो कि, तर मैले पाएकै छैन आज र हिजो चाहिँ। आजदेखि चाहिँ मेरो बाबुलाई स्कुल पुर्याउने ड्युटी पनि सुरु भयो कि, ब्याक टु नर्मल लाइफ भन्छ नि त्यस्तै स्टार्ट भइसक्यो मेरो चाहिँ। बाबुलाई एकचोटि स्कुल पुर्याएर चाहिँ आएर म चाहिँ कफी सपमा बसेँ। पहिला चाहिँ खाएँ, मैले यस्तो भोक लागेको थियो कि, हेर्नुहोस् न, मैले चाहिँ यहाँ कफी र हटडग खाएँ। यस्तो भोक लागेको थियो बिहान बिहान, मलाई धेरै भोक लाग्छ। म चाहिँ 24 आवर ब्रेस्ट फिडिङ मम हो, त्यही भएर नि होला मलाई एकदमै छिटो छिटो भोक लाग्छ कि। सुत्केरी भएको बेला नि कति भिडियो बनाएर पोस्ट गरेको भनेर नि भन्छन् होला कि धेरैजनाले, तर यो चाहिँ मेरो काम हो। किनकि यही सबै पोस्ट गरेर यो सबै सोसियल मिडिया युज गरेर मैले अर्निङ गर्ने गर्छु। घरमा बसी बसी मजाले आफ्नो खर्चहरू उठाइरहेको छु। भन्नेले त के भन्छन् गाइस, तर मलाई चाहिँ कसैको कुराले केही पनि फरक पर्दैन कि, बालै फरक जस्तो लाग्छ। आफ्नो मेहनत गर्ने हो, दुःख गर्ने हो, पैसा कमाउने हो, आफ्नो खर्च आफै टार्ने हो, यही उद्देश्य बोकेर हिँडिरहेको हुन्छु म एभ्री डे। हरेक छोरी मान्छे चाहिँ फाइनेन्सियल कन्डिसन चाहिँ स्ट्रङ बनाउनुपर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। खाइसकेपछि म चाहिँ फेरि लागेँ बाबुको स्कुलमा, किनकि आज मेरो बाबुको स्कुलमा चाहिँ प्रोग्राम थियो कि। 30 मिनट पछाडि फेरि म फर्केँ। ओहो, फर्किँदा त हेर्नुहोस् न गाइस, यस्तो गर्मी छ कि, यस्तो गर्मी छ। ओ माई गड, नेपालभन्दा नि धेरै गर्मी जस्तो लागेको छ मलाई यो वर्ष जापानमा चाहिँ। मलाई फेरि गाइस गर्मी खटाउनै सक्दिनँ कि, म 1% पनि सक्दिनँ। एकदमै धेरै गाह्रो हुन्छ मलाई चाहिँ। मेरो बाबुको स्कुल चाहिँ यही हो। अनि यहाँ चाहिँ म फेरि गएँ, यो 2nd फ्लोरमा चाहिँ हो उसको स्कुल। अनि त्यहाँ गएर मैले प्रोग्राम एटेन्ड गरेँ अनि सकेर चाहिँ घर फर्केँ। बाई बाई, थ्याङ्क यू फर वाचिङ गाइज।